बढाउने क्रममा हामी सबैभन्दा पहिले हाम्रा कलाकार साथीहरूको परिचय गराउँदैछौँ। आउनु सबैभन्दा पहिले हाम्रा वाद्यवादक साथीहरूको परिचय गरौँ। हामी यति बेला देखिरहेका छौँ सारङ्गीको मिठो धुन दिँदै हुनुहुन्छ हाम्रो धर्म गन्धर्वज्यू। त्यस्तै गरी हार्मोनियममा हुनुहुन्छ गायक तथा वाद्यवादक मित्र भगवान भुजेलज्यू। अनि बाँसुरीमा हुनुहुन्छ देवा लामाज्यू। अनि ढोलक ठोक्दै हुनुहुन्छ हाम्रो उत्तम जानकाजी कालिदास कालीपारेले। त्यस्तै गरी अर्को मादलमा हुनुहुन्छ वेदनिधि नेपालज्यू। अनि अर्को मादल बजाइराख्नु भएको छ हाम्रो विष्णु गन्धर्वज्यू। भने यता अक्टोबियारमा हुनुहुन्छ दिपेन्द्र सिटौलाज्यू। दर्शक महानुभावहरू, हाम्रा वाद्यवादक साथीहरूको परिचय मैले यहाँलाई गराइसकेको छु। अब भने हाम्रा आजका अतिथि कलाकारहरूको परिचय गराउने क्रममा छौँ हामी। आज पुरुष कलाकार साथीहरूको नेतृत्व गरेर आउनु भएको छ चर्चित लोक तथा दोहोरी गायक बाबुराम पन्थीजी। बाबुरामजी, यहाँलाई स्वागत छ। अब उहाँहरूसँग भेटन्त गर्ने महिला कलाकार साथीहरूको परिचयतर्फ लागौँ। कलाकार साथीहरूको परिचयपछि हामी आजको हाम्रो दोहोरी कार्यक्रमलाई अगाडि बढाउँदैछौँ। हाम्रा कलाकार साथीहरू पनि आतुर हुनुहुन्छ दोहोरी गाउनको लागि। म हाम्रा आदरणीय कलाकार साथीहरूलाई आजको रमाइलो दोहोरी सुरु गर्नको लागि विनम्र अनुरोध गर्दछु। हे तिम्रो खबर के छ खै थाहा छैन, मलाई जस्तै भाषा कि भा छैन। पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको के छ खै थाहा छैन, मलाई जस्तै भाषा कि भा छैन। पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको। हे सम्झनाले यो मुटु खाएको छ, तिमीलाई भन्दा झन् बढी भएको छ। पश्चिम हे सधैँ खोज्छु दाया र बाया, तडपाएर हरायो फुल मन माया। पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको दाया र बाया, तडपाएर हरायो मन माया। पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको। हे जीवन साथी अर्कैलाई बनायो त सजाति मै माथि खनायो। पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अर्कैलाई बनायो त सजाति मै माथि खनायो। पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको। हे कसम तोड्यौ तिमीले हार्यौ, आफ्नो सम्झे आफ्नैले बिगार्यौ। पश्चिम पूर्वको
हे मनै कालो गराउँछौ फेरि जिन्दगीमा ल्याउनलाई अँधेरी पश्चिम पूर्वको अब फेरि भेटैले होला र दुईटा ध्रुवको बनाउँछौ फेरि जिन्दगीमा ल्याउनलाई अँधेरी पश्चिम पूर्वको अब फेरि भेटैले होला र दुईटा ध्रुवको अब फेरि भेटैले होला र दुईटा ध्रुवको हे किन कसम खाएछु खुनीको मुख उज्यालो पेट कालो हुनेको पश्चिम पूर्वको अब फेरि भेटैले होला र दुईटा ध्रुवको खाएछु खुनीको मुख उज्यालो पेट कालो हुनेको पश्चिम पूर्वको अब फेरि भेटैले होला र दुईटा ध्रुवको अब फेरि भेटैले होला र दुईटा ध्रुवको हे निर्मोहीले सोच्नलाई थाल त पानी बिना माछीको हालत पश्चिम पूर्वको अब फेरि भेटैले होला र दुईटा ध्रुवको सोच्नलाई थाल त पानी बिना माछीको हालत पश्चिम पूर्वको अब फेरि भेटैले होला र दुईटा ध्रुवको अब फेरि भेटैले होला र दुईटा ध्रुवको हे राम्रो लाछौ मिठो नै थाहा होला राम्री पाछौ सोचे झै भा होला पश्चिम पूर्वको अब फेरि भेटैले होला र दुईटा ध्रुवको मिठो नै थाहा होला राम्री पाछौ सोचे झै भा होला पश्चिम पूर्वको अब फेरि भेटैले होला र दुईटा ध्रुवको अब फेरि भेटैले होला र दुईटा ध्रुवको हे निष्ठुरीलाई सम्झेर कमल फुल माया दिए गरेछु मैले भुल पश्चिम पूर्वको अब फेरि भेटैले होला र दुईटा ध्रुवको सम्झेर कमल फुल माया दिए गरेछु मैले भुल पश्चिम पूर्वको अब फेरि भेटैले होला र दुईटा ध्रुवको
हे सकिन ज्यान सित्तैमा फाल्नलाई च्यात्यौ मन गाह्रो भोटाल्नलाई पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको सकिन फाल्नलाई च्यात्यौ मन गाह्रो भोटाल्नलाई पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको हे मेरो नाम नलिनु कहिले नि एउटा बाटो रोज्ने छु मैले नि पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको नलिनु कहिले नि एउटा बाटो रोज्ने छु मैले नि पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको हे आफ्नै सम्झिदिए थे मैले साथ फेर माया फेरे झैरो खुले पात पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको दिए थे मैले साथ फेर माया फेरे झैरो खुले पात पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको हे आफ्नो जीवन आफैले हेर्ने हो तिमीले फेर्यौ मैले नि फेर्ने हो पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको आफैले हेर्ने हो तिमीले फेर्यौ मैले नि फेर्ने हो पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको हे विश्वासघातको सिकेर पाठ झन्टा दिन खोज्यौ नि मबाट पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको सिकेर पाठ झन्टा दिन खोज्यौ नि मबाट पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको
हे नौजालेको नहुँदा भर मेरो मात्रै के लाग्दो रहेछ र पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको नहुँदा भर मेरो मात्रै के लाग्दो रहेछ र पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र ध्रुवको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको हे ढल्क्यो उमेर सिउँदो छ खाली उल्टै मलाई नभन नौजाली पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको सिउँदो छ खाली उल्टै मलाई नभन नौजाली पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको ए जाली भन्यो भन्दा छेउैले त सिउँदो भर्ने छ भन्थ्यौ पहिले त पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको भन्थ्यौ पहिले त सिउँदो भर्ने छ भन्थ्यौ पहिले त पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको हे तिमीले छोड्यौ अब सुर गर्ने हो खाली सिउँदो यसपालि भर्ने हो पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब सुर गर्ने हो खाली सिउँदो यसपालि भर्ने हो पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको हे मलाई छाडी अर्कैको हौ न सिन्दुरालाई सम्झेर खेलौ न पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अर्कैको हौ न सिन्दुरालाई खानेर खेलौ न पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको अब
कुन्नी कसको आँखैमा छायो आफै तिमीले मेरै काक्री टायो पश्चिम पूर्वको अब फेरि भेटैले होला र दुईटा ध्रुवको पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको। हजुर दर्शक महानुभावहरू, पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको यो रमाइलो दोहोरी गीतका लागि कलाकार साथीहरूलाई धेरै धेरै धन्यवाद छ। विशेष गरी कलाकार बाबुराम पन्थी अनि मनमाया वाइवा र उहाँका साथीहरूलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हवस् त दर्शकबिन, अर्को हप्ता फेरि यस्तै रमाइलो दोहोरी लिएर यहाँहरूमाझ उपस्थित हुने नै छौँ। त्यतिन्जेलको लागि यो बद्री पङ्गेनी अनि कार्यक्रम लोकलहरी परिवार बिदा चाहन्छ। नमस्ते। पूर्वको अब